यार सबैमा हार्दिक नमस्कार, धन्यवाद र जय नेपाल। आदरणीय मित्रहरू, मैले यहाँहरू समक्ष विभिन्न किसिमका धारणा, दृष्टिकोण र आफ्ना सोचाइहरूलाई यहाँहरू समक्ष सम्प्रेषण गर्ने क्रममा आज एउटा राजनीतिक विषय र जल्दो बल्दो राजनीतिक विषयलाई मैले पस्कन गइरहेको छु। यहाँहरूलाई अवगतै छ, मैले बारम्बार भन्दै आएको छु र निरन्तर दोहोऱ्याउँदै आएको एउटा शब्द हो। वर्तमान नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, संविधान सभाको ऐतिहासिक निर्णय र आम जनादेशद्वारा जारी भएको संविधान प्रदत्त अधिकार सहितको यो राजनीतिक प्रणाली हो। यो संविधानले केवल एउटा मुलुकलाई राजनीतिक दस्तावेज मात्र दिएको छैन, यो संविधानले देशको राजनीतिक, आर्थिक, सामाजिक र वर्गीय रूपान्तरणमा ठूलो अग्रगामी सोचाइ र दृष्टिकोण राखेर यो संविधान आएको छ र आएको हो। र यो गणतन्त्र त्यसैको एउटा चाहिने राज्य प्रणालीले अंगीकार गरेको विषयवस्तु भएको हुँदा आज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा वर्तमान सरकार, राष्ट्रपति, आजको राजनीतिक प्रणाली र 7वटा प्रदेशमा सरकारहरू, 753 पालिकामा स्थानीय सरकारहरू र 6743 वटा वडाहरूमा स्थानीय सरकारका वडा प्रतिनिधिहरू सहित यो गणतन्त्र संस्थागत रूपमा अगाडि बढिरहेको छ। निश्चितै रूपमा कमी कमजोरी संसारका सबै हुन्छन्। गौतम बुद्धको शान्ति दर्शनमा पनि कमजोरी औल्याइएको छ, महाभारत र गीतामा पनि कमजोरी औल्याइएको छ। यसमा पनि कमजोरीहरू औल्याइएका छन् र कमजोरीहरू हुनु स्वाभाविक हो। तर आम तौरमा यो गणतन्त्रको विकल्प छैन भन्ने कुरालाई तपाईले, मैले कुनै राजनीतिक आग्रह वा पूर्वाग्रहले होइन, नेपाली जनताले पटक पटकको जनादेशद्वारा स्थापित गरिसकेका छन्। 2074 सालको निर्वाचनमा र 2079 सालको निर्वाचनमा दुई पटक नेपाली जनताले स्थानीय तहको, प्रदेश सभाको र संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनद्वारा संघीय लोकतान्त्रिक गणतन्त्र र यो संविधान कार्यान्वयनलाई अनुमोदन गरेर अगाडि बढेको अवस्था छ। एउटा कुरो हामीले छातीमा हात राखेर स्वीकार्नै पर्छ। हामीले आम जनताले चाहे जस्तो, मुलुकले सोचे जस्तो र नयाँ युवा पुस्ताले चाहे जस्तो र उनीहरूको चाहना र भावना अनुसारले खोजे जस्तो पर्याप्त रूपमा काम गर्न नसकेको कुरा चाहिँ वर्तमान सरकार, राजनीतिक दल र हामी सबैले स्वीकार्नै पर्दछ। यसको अर्थ मुलुकमा केही भएन भन्ने भाष्य निर्माण गर्न खोजिएको छ, यो चाहिँ गलत हो। आज 72 सालको संविधानपछि यताका शैक्षिक, वित्तीय, सामाजिक, भौतिक पूर्वाधार र आर्थिक विकासको सूचकाङ्कहरूलाई हामीले समीक्षात्मक रूपमा विश्लेषण गर्ने हो भने धेरै अगाडि मुलुक बढिरहेको छ र बढिसकेको छ। तर यो पर्याप्त चाहिँ होइन। यो पर्याप्तता दिनको लागि सरकार र राजनीतिक दलहरूले, म बारम्बार एउटै शब्द दोहोऱ्याइरहेको छु, रहन्छु, निरन्तर यो शब्द दोहोऱ्याइरहन्छु, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र पब्लिक डेलिभरीको सवालमा हामी अझ बढी जिम्मेवार, अझ बढी लगनशील र अझ बढी इमान्दार भएर अगाडि बढ्नु पर्दछ। यस प्रमुख दायित्व यसको वर्तमान सरकारको हो र सरकारमा सामेल राजनीतिक दलहरूको हो। यो प्रसङ्गमा यति भनिरहँदा आज हामी गणतन्त्र दिवसको तयारीमा लागिरहेका छौँ र जुटिरहेका छौँ। गणतन्त्र सामान्य कुरा होइन। 240 वर्ष नेपालमा निरङ्कुश
राजतन्त्रको अन्त्य गरेर नेपाली जनताले आफूलाई बलि वेदीमा चढाएर दलहरूले आन्दोलन गरेर ठुलो जेल नेल यातना भोगेर ल्याएको गणतन्त्र हो। यो कसैले निगाह बक्सबाट, कसैको हुकुम बक्सबाट र कसैले दयाले दिएको कुरा होइन। यो यसलाई कसैले चाहँदैमा फालिनुपर्ने, चाहँदैमा फेरिनुपर्ने र चाहँदैमा नवीन सम्झौता गरेर अगाडि बढ्नुपर्ने भन्ने कुरा किमार्थ अराजनीतिक कुरा हो, किमार्थ पोलिटिकल चाइल्डनेस अथवा राजनीतिक रूपमा बचकना कुरा हो। यो कुराको राजनीतिमा कुनै स्थान हुन सक्दैन र होइन। हो, एउटा समूहले कुनै केको स्थापनामा नाम लिन चाहन्न, किनभने त्यो भावना अहिलेको चुनौती हुँदै पनि होइन र त्यो भावनासँग, त्यो चाहनासँग जनमत सधैँ छैन। पोलिटिकल साइन्सले 10% भन्दा कम को चाहिँ नि संख्यालाई नेग्लिजिबल पर्सेन्टको रूपमा लिन्छ। त्यो चाहना र भावना राख्नेसँग 3-4% जनमत पनि छैन। त्यो कुरा हामीले स्वीकार्नुपर्छ। म पार्टीको नाम यति बेला लिन चाहन्न, सबै साथीहरू हुनुहुन्छ र साथीभाइको म चित्त दुखाउन चाहन्न। उहाँहरूसँग कुनै पनि जनमत छैन, दृष्टिकोण छैन, कार्यक्रम छैन। आज हामी भन्दैछौँ यत्रो दलहरू लागेर, दलहरूले काम गरेर बन्न नसकेको मुलुक एउटा परिवार पुनर्स्थापना भएर बन्छ त? छातीमा हात राखेर सोचौँ त। हिजोका राजनीतिबाट तिरस्कृत भएको अनुहार, एउटा केही फ्रस्ट्रेटेड ज्येष्ठ नागरिकहरूको समूह, केही पूर्वाग्रही निर्मल निवाससँग नजिक साइनो र सम्बन्ध रहेका केही साथीहरूले जुन भावना र जुन चाहना व्यक्त गरेर आन्दोलनको नाउँमा भिड जम्मा गर्ने कोसिस गरिरहेका छन्, उनीहरूले यो संविधान र गणतन्त्र विरोधी काम गर्न गइरहेका छन् भन्ने मेरो बुझाइ र विश्लेषण हो। यसमा कुनै दुई मत छैन। कल्पना गर्नुहोस् तपाईँ, हिजोको संविधानको विरोध गर्न पाइन्थ्यो र? हिजोको राजनीतिक प्रणालीको विरोध गर्न पाइन्थ्यो र? अनि आज गणतन्त्र र यो संविधानको विरोध गर्न त खुलेआम पाइराखेको छ। यसमा पनि सरकार गम्भीर हुनुपर्ने मैले देखेको छु। यति ठुलो जनताको सहभागिताबाट आएको संविधान, यो राजनीतिक राष्ट्रिय सहमतिको दस्तावेजको विरुद्ध गएर म राष्ट्र संस्था स्थापना गर्छु, म गणतन्त्र मान्दिनँ भन्नेसम्म छुट होला। यही संविधानले विचार तथा अभिव्यक्तिको स्वतन्त्रता दिएको छ, तर त्यही एजेन्डा बनाएर अगाडि बढ्न सक्ने छुट र स्वतन्त्रता यो संविधानले कहिले कसैलाई दिएको छैन र दिनु हुँदैन भन्ने मेरो मान्यता हो र आम नागरिकको यही मान्यता छ। परिवर्तन, संसार परिवर्तनशील छ। परिवर्तन जनताको चाहना र भावना अनुसार हुँदै आइरहेको छ र हुन्छ नै। हो, सरकारले डेलिभरी गर्न सकेन, सरकारमा रहेका राजनीतिक दलहरूका पनि केही कमी कमजोरीहरू भए होलान्, त्यो बेग्लै पार्ट हो। त्यसलाई सच्याएर सुधार गरेर लैजानुपर्ने सरकारको, सरकारमा रहेका राजनीतिक दलहरूको र जुन जुन तह र तबकामा हामीहरू जिम्मेवार छौँ, हामीहरूको पनि आफ्नो भागमा परेको दायित्व र जिम्मेवारीको नैतिक जिम्मेवारी हाम्रो हो, त्यो स्वीकार्नुपर्छ। तर यति भन्दैमा यसो भनिरहँदा यो केही होइन, यसलाई मटियामेट गर्नुपर्छ, यो नयाँ सिराबाट चाहिँ सम्झौता गर्नुपर्छ। सम्झौता कोसँग गर्ने र किन गर्ने? अब गम्भीर रूपमा प्रश्न चाहिँ एउटा के उठ्छ भने निर्मल निवासले यो जवाफ दिनै पर्दछ। लिखित रूपमा, औपचारिक रूपमा निर्मल निवास अब चुप लागेर बस्न सक्ने अवस्था देखिएन। फागुन 7 गतेदेखिको वक्तव्य, फागुन 25 गतेको एउटा जुलुस प्रदर्शन र चैत 15 गतेको घटनामा निर्मल निवासको सहभागिता, सम्मिलनता र षड्यन्त्रको सहभागिता छ भन्ने कुरा पुष्टि भइरहेको छ। गोप्य रूपमा त्यहाँका पात्रहरूलाई भेटिरहने र भेट्ने र कमान्डर तोकेर पठाएको अवस्था र त्यो कमान्डर अहिले राज्यको अनुसन्धानको दायरामा भइरहेको अवस्थामा अहिले पनि उनी नगरकोटमा बसेर
यो संविधान र गणतन्त्र विरोधी जमातलाई भेटेर मन्त्रणा गरिरहेको अवस्था छ र त्यो कुरा आम सञ्चार माध्यम मार्फत बाहिर आइरहेको छ। के हो त त्यो? चाहेको चाहिँ के हो त? के खोजेको त? नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, मधेसवादी दलहरू जो संविधान र परिवर्तन पक्षधर राजनीतिक दलहरूसँग उनीहरूसँग बसेर छलफल गर्ने हिम्मत र आँट निर्मल निवास अर्थात् पूर्व राजा ज्ञानेन्द्रको छ त? नैतिक रूपमा हिजो आफूले के गरे त्यसप्रति पश्चाताप छ? आत्मालोचना छ? छैन, केही छैन। कसको आडमा, कसको धरातलमा, कुन राजनीतिक, कुन सामाजिक र कुन वैदेशिक धरातलमा उभिएर षड्यन्त्रमा सामेल भएर यो खालको चाहिँ वितण्डा मचाउन खोजिएको हो, त्यसतर्फ भोलि जनताले निर्मल निवास घेर्नुपर्ने परिस्थिति आउन सक्छ र त्यो टाढा छ जस्तो मलाई लाग्दैन। किनभने आज जनताको छोरो, जनताको छोरी नेपालको राष्ट्रपति भइसकेको र भइरहेको अवस्था छ। यो पोलिटिकल चेन्जमा जनताको सहभागिता र नागरिकको चाहिँ नि राज्यमा उसको सहभागितालाई प्रत्याभूति गर्ने यो संविधान ठुलो पोलिटिकल डिपार्चर अथवा राजनीतिक रूपान्तरणको अवस्था हो। यसलाई चुनौती दिएर अब बेला आयो, मलाई साथ दिनुस्, म छु। के बेला आयो? कहाँ बेला आयो? साथ के को लागि दिनुपर्ने? यो सबै प्रश्नहरू, अनुत्तरित प्रश्नहरू अन्तरिक्षमा छोडेर षड्यन्त्रमा सामेल भइरहने हो भने एक दिन राजनीतिक दलहरूले, सरकारले र नागरिक समाजले निर्मल निवास घेरेर के चाहेको हो, के गर्न खोजेको हो भनेर औँला तिर्स्याउने मात्र, प्रश्न गर्ने मात्र होइन, कठघरामा उभ्याउनु पर्ने अवस्था आउन सक्छ भन्ने मेरो बुझाइ र विश्लेषण छ। तसर्थ विचार अभिव्यक्तिको स्वतन्त्रता यही संविधानले सबै नागरिकलाई दिएको छ। सबै नागरिकलाई दिएको स्वतन्त्रता एउटा वरिष्ठ नागरिकको रूपमा, पूर्व राष्ट्र प्रमुखको रूपमा पूर्व राजा ज्ञानेन्द्रलाई हुनु स्वाभाविकै हो, त्यसमा कुनै विमति रहेन। तर जुन खालको साजिस, जुन खालको षड्यन्त्रमा संलग्नता भइरहेको भन्ने कुराहरू आइरहेको छ, यसप्रति भने वर्तमान सरकार, राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी, मधेसवादी दलहरू जो परिवर्तनको लागि जेल नेल यातना सहेर अगाडि बढे र आजको परिवर्तन त्यसै सहज ढङ्गले आएको होइन। उनीहरूको ठुलो योगदान, एउटा पुस्ता समाप्त भएर ल्याएको यो परिवर्तनलाई अहिले ख्याल ठट्टाको भरमा, चुड्कीको भरमा म आउँछु र देश बनाउँछु भन्ने सपना कसैले देखेको छ र बुनेको छ भने त्यो मिथ्या कल्पना मात्र हुनेछ। अहिलेलाई यति नै। तसर्थ सङ्घीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सबै साथीहरूलाई म नेपाली कांग्रेसको केन्द्रीय तहको एउटा सिपाही भएको कारण र नाताले नेपाली कांग्रेसको पूर्व केन्द्रीय सदस्य र अहिले पनि केन्द्रीय तहमा जिम्मेवार भएको र अहिले महासमितिको सदस्यको रूपमा म सशक्त र प्रभावकारी रूपमा क्रियाशील भएको आफूलाई महसुस गरिरहेको छु। त्यो आधारमा म आह्वान र अपिल गर्दछु कि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन। गणतन्त्रको विकल्प भनेको योभन्दा समुन्नत र परिमार्जित गणतन्त्र हो। समय पछाडि फर्कन सक्दैन, पछाडि धकेलिन सक्दैन। तसर्थ हामी सबै गणतन्त्र दिवसको तयारीको सन्दर्भ र सिलसिलामा अगाडि बढिरहँदा गणतन्त्र विरोधी पात्र र प्रवृत्तिहरूलाई अब सबै तह र तबकाबाट हामीले छिरेर अगाडि बढ्नु पर्दछ। हामीले प्रतिवाद गरेर अगाडि बढ्नु पर्दछ। सैद्धान्तिक रूपमा, राजनीतिक रूपमा त्यो खालको पात्र र प्रवृत्तिलाई अब हामीले समयमा नै कानुनको दायरामा, अनुसन्धानको दायरामा र आम नागरिकको स्वतन्त्रता र मर्यादा र जनताको सार्वभौमसत्ता संरक्षण गर्ने सवालमा उनीहरूलाई सबै खालको प्रतिवाद गरेर कानुनी दायरामा ल्याउने र ल्याउन लगाउने दायित्व हाम्रो पनि भएको हुँदा यो धेरै गम्भीर रूपमा अगाडि बढ्न
नदिनको लागि र यो परिस्थितिलाई सहज रूपमा एउटा संघीय लोकतान्त्रिक गणतन्त्र र यसको राजनीतिक प्रणालीलाई चाहिँ नि अगाडि बढाउँदै मुलुकको संस्थागत विकास, समुन्नतिको लागि, शान्तिको लागि र अग्रगमनको लागि अझ भनौँ सम्मानित नेपाली र समुन्नत नेपालको अवधारणालाई संस्थागत गर्नको लागि हामी सबै दृढ र प्रतिबद्ध भएर अगाडि बढ्नु जरुरी छ। यहाँहरू सबैमा धन्यवाद, नमस्कार, जय नेपाल। किरण गिरी, निवर्तमान केन्द्रीय सदस्य एवं महासमिति सदस्य, नेपाली कांग्रेस, काठमाडौँ, नेपाल। जय नेपाल।